व्हाट्सअप पिपल्स आज म यस्तो लोकेसन तिमीहरूलाई लिएर जान्छु कि जो लोकेसनमा चाहिँ तिमीहरूलाई अहिलेसम्म चाहिँ नदेखेको लोकेसन लिएर जान्छु क्या लाइक मरिना त्यसलाई मरिनै भन्छ लाइक त्यो पनि मरिनै हो तर यस्तो त्यहाँको भ्यूहरू छ लाइक यसलाई युरोप जस्तो देख्छ क्या आज चाहिँ म तिमीलाई ध्यान राख्छ लेट्स गो पछि 5 बजिसक्यो तर दुबईमा घाम चाहिँ यस्तो छ क्या लाइक यहाँ यति धेरै गर्मी छ अहिले पनि यति धेरै गर्मी छ झन् बिहान भने 12 बजी झन् यति धेरै घाम थियो और यति धेरै गर्मी थियो त्यो भनेर म चाहिँ साँझतिर निस्केँ लाइक अहिले मलाई जानु छ उयो छ नि यो बिल्डिङको वरिपरि भिडियो सुट गर्नु छ त्यहाँको तिमीहरूलाई चाहिँ आज देखाउँछ कि त्यसपछि छ चाहिँ के भन्ने लाइक अहिलेसम्म चाहिँ कसैले देखाएको थिएन होला क्या तर म देखाउँछु तिमीहरूलाई गर्मी त छ बस अहिले ठ्याक्कै 6 बजिसक्यो है त्यसमा पनि यति पसिना आएछ यति धेरै पसिना आएछ मेरो पुरै जिउ भिजिसक्यो क्या यहाँ हेर न भ्यूलाई त मान्नै पर्छ क्या अगाडिको भ्यू हेरोस् या पछाडिको भ्यू हेरोस् अरू यो दुबईमा चाहिँ सबैभन्दा धेरै ट्राफिक हुने भनेको यो मरिना साइडमा क्या आज छुट्टीको दिनमा पनि धेरै ट्राफिक हुन्छ यहाँ चाहिँ दुबईमा एउटा पनि तिमीहरूले फोहोर देख्न पाइँदैन कि यहाँ हेर मजाले बस्ने ठाउँ टक्क छ हैन यस्तो दामी ठाउँ छ क्या यो ठाउँ चाहिँ बस्ने ठाउँ छ रिल्याक्स गर्ने ठाउँ छ यो फुटपाथ हो फेरि यो पुरै फुटपाथ हो मान्छेलाई हिँड्नलाई यहाँ चाहिँ फेरि यस्तो हुन्छ कि यसमा चाहिँ गाडीहरू चाहिँ केही लिएर आउनु पाउँदैन कि यो मात्रै साइकल पनि अलाउड छैन जहाँ त्यहाँ क्यामेरा सेक्युरिटी क्यामेरा त्यो कहाँ गएको छ के गरेको छ सबै वाच गरिबस्छ पुलिसले यहाँ चाहिँ फेरि त्यस्तो हो डेन्जर यो साइडको भ्यू देखाउँछ हेर खतरा देखेछ नि किनकि अहिले दिउँसो यस्तो देखेछ हैन राति त यो भन्दा सोलिड देख्छ के त अहिले त्यहाँ चाहिँ एकजनाको इन्टरभ्यू लिइरहेको रहेछ हेर न कसको यहाँ हेर सिनहरु लुक एट दिस भ्यू रे अनि यहाँ अहिले अनि यो साइडमा पनि त्यस्तै छ हैन अनि यो साइडमा चाहिँ धेरै बोर्डहरु यताउति भइहाल्यो भ्यू चाहिँ खतरा भ्यू चाहिँ होस् मान्न पर्छ क्या दुबईमा एकजनाले भन्थ्यो पैसा बोलता है बॉस यो हेरेर चाहिँ लाग्छ कि वाकैमा पैसा बोलता है बॉस अनि यो साइडको भ्यूले चाहिँ एक भ्यू चाहिँ युरोप कन्ट्रीको चाहिँ लुक्स दिन्छ कि यहाँ सबै हेर न यस्तो छ अब यहाँ सिग्नलमा चाहिँ के छ भन्दाखेरि सिग्नल भएपछि मात्रै बाटो क्रस गर्न पाइन्छ नभए त खतरा फाइन हुन्छ यार यो दुबईमा चाहिँ हरेक बिना सिग्नलमा हिँड्यो भने रेड सिग्नलमा हिँड्यो भने जस्तो त्यहाँ रेड सिग्नल त्यहाँ मान्छे रुकेको छ नि त त्यसमा हिँड्यो भने चाहिँ लास्टै पैसा 200 रुपैयाँ झम्मै हो अनि यहाँबाट चाहिँ यो साइडमा चाहिँ अलिकति यस्तो देखेछ दुबईको यो साइडमा चाहिँ म फर्स्ट टाइम आएको के यो मरिनाको चाहिँ लेफ्ट साइडको यो हो अनि यता चाहिँ म कहिले आएको थिएन हैन यो म दुबईमा बसेको चाहिँ भइसक्यो 10 वर्ष पुरा भइसक्यो 10 वर्षमा चाहिँ कहिले आएन एकचोटि म चाहिँ आएको थियो त्योभन्दा पहिले म कन्फ्युज छु कि यही ठाउँ हो कि त्यो ठाउँ होइन भन्ने चाहिँ मलाई चाहिँ थाहा भएन यहाँबाट सट्टा जान्छु त्यसपछि थाहा हुन्छ कि त्यही ठाउँ हो कि होइन भनेर यहाँ चाहिँ घर बनाउँदाखेरि के भन्दाखेरि यस्तो सेफ्टीहरुको लागि चाहिँ टक्क राखिदिएको हुन्छ कि उताको मान्छेले नदेखोस् केही चाहिँ भनेको यतातिर चाहिँ बिल्डिङहरु बन्दै रहेछ यो साइडतिर चाहिँ नयाँ बिल्डिङहरु बन्दैछन् बिल्डिङहरु पनि के खतरा बनाउँछ नि दुबईमा फेरि दुबईको भिआइपी एरिया के यो एरियामा अनि यहाँको फुटपाथमा पनि हेर न यस्तो मजाले ग्रिनीहरु हालेछ
रोडहरू यहाँ त यो रोडहरूमा त सक्स मतलब जुत्ता खोलेर हिँडे पनि धुलो लाग्दैन के, त्यति साफ छ यार। यहाँ कतै फोहोर छैन। यति कामहरू चलेको छ यो बिल्डिङहरूमा, आम्ने सामने कतै फोहोर छैन के। अब यस्तै अब हाम्रो ठाउँतिर भइदिए भए यता पान खाएर थुक्ने, उता पान खाएर थुक्ने, तर यहाँ त्यस्तो छैन। तर यहाँ इन्डियनहरू कुनै कुनै ठाउँमा हुन्छ कि पान खाएर थुकिदिन्छ, तर तिनीहरूलाई पक्रियो भने चाहिँ ठुलो फाइन छ फेरि। यहाँ पनि एउटा रहेछ बोर्डको, अनि त्यहाँ सेक्युरिटी गाडी छ। आई थिङ्क त्योभन्दा उता चाहिँ जान दिँदैन होला। यहाँ चाहिँ के छ भने ठाउँ ठाउँमा सेक्युरिटीहरू हुन्छ यार, यति कडा हुन्छ क्या। यहाँबाट चाहिँ फर्केर मलाई चाहिँ यसरी आएर जानु पर्ला। दुबईको रहिसी हेर्ने हो, त्यहाँ ठ्याक्कै एउटा के भन्छ त्यसलाई मस्जिद बनाएको छ होइन, त्यो मस्जिदको पार्किङ चाहिँ यो हो क्या। 1 2 3 4 5 6 7 8 तल, 8 तलसम्म चाहिँ मस्जिदको पार्किङ छ। भाइ पैसा बोल्ता है भन्छ नि त। मान्छेहरू चाहिँ कसरी चिल्डमा जान्छ कि, मेरो पछाडिको बोर्ड देख्छ नि त, यो बोर्ड चाहिँ पुरा क्रुज चाहिँ यिनीहरूको बुक हुन्छ। त्यसपछि मजाले जान्छ कि। मलाई चाहिँ आई थिङ्क जान थियो, मलाई चाहिँ त्यो साइड जान थियो होइन। त म आज यो साइडको मात्रै भिडियोहरू बनाउँछु। अनि अब नेक्स्ट अब अर्को जो भिडियो आउँछ नि, त्यो साइडको भिडियो हुन्छ। त्यो साइडमा त अझै राम्रो भ्यूहरू छ, भ्यूहरू एकदम राम्रो भ्यूहरू छ क्या, लाइक होइन। त्यो भनेर मान्छेहरूले चाहिँ यसरी हेर पुरा क्रुज लिएर हिँड्ने रहेछ क्या। चट्ट यसरी क्रुज लिएर हिँड्यो अनि पुरै पार्टी गऱ्यो डाङका डाङ। अनि अहिले साँझ हुँदै गएको छ, अनि अहिले चाहिँ लाइक यस्तो हुन्छ। अझै यो भ्यूहरू चाहिँ अझै साँझ पर्दै गयो भने चाहिँ अझै राम्रो देख्छ होइन। अझै एकदम मतलब लाइटिङहरू हुन्छ नि त, जस्तो कि यो बिल्डिङमा लाइटिङ दिएको छैन अहिले, यो पुरै राति भए पनि यति ब्लू लाइटिङ यति राम्रो हुन्छ यो बिल्डिङको, यति राम्रो हुन्छ भन्नै सक्दैन कि। अहिले त्यति देखेको छैन। अब यो साइडमा हेर, यो साइडको लाइटहरू बलेको छैन, तर त्यो साइडको चाहिँ हल्का छेउछेउमा ब्लू लाइटहरू सबै बलिसकेको छ। अब यो बारीको भिडियो त यो साइडको भइहाल्यो। अब अर्को भिडियो जो म लिएर आउँछु, म त्यो साइडको ल्याउँछु। त्यो साइडमा चाहिँ ठुल्ठुलो बोर्डहरू भयो होइन, त्यहाँ चाहिँ एकदम राम्रो छ। त्यहाँबाट यताको स्काई ब्लू चाहिँ भ्यूहरू चाहिँ एकदम राम्रो देख्छ। सट्ट पारेर यस्तो छ स्काई ब्लू। टावर त के भन्नु र, कति ठुल्ठुलो टावर छ यार यहाँ चाहिँ। यहाँ चाहिँ अब चाहिँ लाइट चलाउन चालु भइसक्यो। सनलाइट हल्का लाइट जल्दाखेरि चाहिँ यो यस्तो अलिकति यहाँ पुरा युरोपको भ्यू दिन्छ क्या यार। यति महँगो महँगो बोर्डहरू, यस्तो बोर्डहरू आइदिन्छ नि त। मलाई लाग्छ 1 2 3 यो चाहिँ सबैभन्दा महँगो होला आई थिङ्क यहाँको चाहिँ प्लस लग्जरी। अनि मैले सुनेको थिएँ ऊ त्यो बोर्ड जो छ नि त हो त्यो चाहिँ मरिनासम्म जान्छ, 10 रुपिज 10 द्राम लिन्छ अरे, त्यस्तो सुनेको थियो। अनि यहाँको त के भन्नु लग्जरी लाइफ यो हेरेर त भन्छ साला हामीले त लाइफमा केही गरेकै छैन कि। अनि यसले चाहिँ भन्छ 1 घन्टाको के, यहाँको चाहिँ 1 घन्टाको चाहिँ 300 ग्राम लिन्छ अरे। अनि 1 घन्टामा तिमीलाई चाहिँ कहाँ कहाँ हुन्छ त्यहाँ त सबै घुमाइदिन्छ। मरिना बिच, दुबई के मलाई आई डोन्ट नो, थाहा भएन। तर यहाँबाट चाहिँ त्यो बोर्डहरू पाउँछ अरे 1 घन्टाको लागि रेन्टमा। अनि 1 घन्टामा चाहिँ तिम्रो ग्रुपमा छ भने चाहिँ बेटर हुन्छ होइन, सस्तो पर्छ। एकजना भन्दाखेरि चाहिँ महँगै पर्छ। त यहाँबाट कुनै पनि एउटा बोर्ड लिएर ठ्याक्कै तिमीलाई चाहिँ लगाएर जान्छ 1 आवर 300। ठिकै हो 300 रुपियाँ त एकजनाको लागि। 2 3 जना भयो भने चाहिँ गाह्रै, अझै अलिकति इजी हुन्छ किनकि पैसा इक्वली भयो भने चाहिँ एकजना भयो भने चाहिँ अलिकति महँगै पर्छ। 300 भनेको चाहिँ